सुख स्वाभाविक हो। सुख कुनै बाहिरी वस्तु होइन, यो हाम्रो आफ्नै अस्तित्वको हिस्सा हो। मानिसहरू सुख खोज्दै बाहिरी संसारमा कति दौडधुप गर्छन्, तर सुख हाम्रो भित्री चेतनामा पहिले नै लुकेको हुन्छ। बाल्य अवस्थामा हामी सानो कुरा प्राप्तिमा पनि हाँस्दै रमाउँदै जीवनका प्रत्येक पलमा आनन्दित हुन्थ्यौँ, किनभने त्यति बेला अझै समाजले थोपरेका भए प्रतिस्पर्धा र अपेक्षाहरूको बोझले दबिनु परेको थिएन। त्यसैले त बालकहरूको हाँसो स्वतस्फूर्त हुन्छ। त्यो नै प्राकृतिक सुखको प्रतीक हो। हामी बिस्तारै हुर्कँदै जाँदा सुखलाई शर्तहरूमा बाँध्न थाल्छौँ। यो पाइयो भने म खुसी हुन्छु, त्यो कुरा भयो भने मात्र मन शान्त हुन्छ, अझ अर्कोले दुःख पाएको देख्न पाए म खुसी हुन्थेँ। तर यथार्थमा सुख कुनै लक्ष्य होइन, यो त हाम्रो स्वभाव हो। जस्तो आकाश सधैँ निलो हुन्छ, तर बादलले कहिलेकाहीँ ढाकिदिन्छ, त्यस्तै हाम्रो भित्री सुख पनि तनाव, इच्छा र डरका बादलले ढाकिएको हुन्छ। ध्यान, मौनता र आत्मचिन्तनले ती बादल हटाउन मद्दत गर्छ। जब मन शान्त हुन्छ तब सुख स्वतः प्रकट हुन्छ, किनभने सुख हाम्रो मूल गुण हो। हामीले सुखलाई सृजना गर्नु पर्दैन, केवल सम्झे पुग्छ कि हामी नै सुख हो। साँचो सुख त बाहिर होइन, हाम्रो भित्री शान्तिमा लुकेको छ। जब हामी वर्तमान क्षणमा सजग भएर बाँच्न सिक्छौँ, तब जीवन आफै रमणीय, आत्मवान, प्रेमिल र सौन्दर्यमय बन्छ। कृतज्ञता सुखको ढोका हो। जब हामीसँग भएका साना साना कुराहरूमा धन्यवाद अनुभव गर्छौँ, जीवन आफैमा सहज र रमाइलो लाग्न थाल्छ। तुलना असन्तोषको मूल हो। अरूसँग तुलना गर्न छोडेर आफैसँग शान्त रहन सक्दा नै स्थायी सुख सम्भव हुन्छ। सेवा र करुणामा सुख मिल्छ। जब हामी अरूको भलाइका लागि काम गर्छौँ, त्यो कर्मबाट उत्पन्न हुने आनन्द गहिरो र पवित्र हुन्छ।